केटा मान्छेलाई चाहिँ त्यो अब टेन्सन भएको बेलामा कमजोर फिल भएको बेलामा त्यो टन घोचेर पेच हानेर चाहिँ नगर्नु। केटा मान्छेले त फेरि मनमा फाइल बनाएर राखिरहेको हुन्छ नि, फेरि त्यो फाइल भ्ल्याट्ट पछाड्ने बेलामा थाहा नै नदी छोडेर हिँडिन्छ नि फेरि। हो त्यस्तो हुन्छ नि फेरि, भन्दै भरबल्ली भन्दैन नि केटा मान्छेले, जस्तो सुकै त्यो भन्छ नि, बानी जस्तो सुकै होस् कि केटाको, घुसखुसी होस् कि प्यार प्यारे होस् कि केटी जस्तो चाहिँ हुँदै हुँदैन क्या केटा मान्छे। तिमीले नराम्रो गरेर चिज तिमीलाई भनिरहेको होला, एक दिन भन्न छोड्यो नि तिमी आत्तियौ, त्यसपछि उसले जुन दिन भन्न छोड्छ त्यसपछि तिम्रो उल्टो काउन्टडाउन सुरु भयो। त्यसपछि त कुकुरले छोडेर जान नि एक बेर लाउँदैन नि केटा मान्छे फेरि। जेसुकै गर त्यसपछि अब खुट्टामा पर कि म अब त्यस्तो हुँदिनँ, तिमीलाई साथीभाइबाट बेइज्जत गर्दिनँ, तिम्रो कमाइमा किचकिच गर्दिनँ, तिम्रो फ्यामिलीलाई भन्दिनँ, जेसुकै भन्नु गइसक्यो। तिमीहरूले केटी मान्छे पनि जान्छ जाऊ हामीलाई त हो भने हामीलाई त जस्तो बिग्रेर आए पनि समाजले स्वीकार्छ क्या। मैले सत्य कुरा भने आउँदा हामी जस्तो सुकै कर्मकाण्ड गरेर आए पनि समाजले स्वीकार्छ हामीलाई। केटी मान्छेलाई त्यो बाँच्ने दिने वातावरण छैन यो समाजमा, अलिकति यसको डर चाहिँ लिनुपर्छ। केटा मान्छेले माया खोज्दैन क्या, केटा मान्छेले इज्जत मात्रै खोज्छ, तपाईँले इज्जत मात्रै दिँदैन, त्यति भयो नि रिलेसन एकदम ठिक छ। केही गर्नु पर्दैन, खाना डढेको बनाउनु ठिक छ, चिया पनि बनाउनु आउँदैन ठिक छ क्या। जस्ट रेस्पेक्ट एउटा थोरै दिनु, यति नुन जति रेस्पेक्ट मात्रै दिनु केटा मान्छेलाई, अरूको अगाडि र आफूसँग हुँदा पनि त्यो केटाले जे पनि गरिदिन्छ। त्यति चाहिँ भन्छु दिदीबहिनी, कम्पेयर नगरिदिनु। केटाले कहिले पनि कम्पेयर गरे हुँदैन। सुन्दरतालाई चाहिँ केटाहरूले एकदम एप्रिसिएट गर्छ, राम्रो तरिकाले पनि नराम्रो तरिकाले पनि, होइन त्यो चाहिँ केटाहरूको नेचरै हो। अब जस्तै मुखले भन्दैन मनमा कसैले ओहो त्यो केटी राम्रो रहेछ भन्छ तपाईँ हुँदा पनि, होइन। अनि तपाईँले चाहिँ केटाको त्यागलाई पनि अलिकति हेर्नु के, मायामा छ यो चाहिँ लभ जोडीको कारण केसमा भनेको। केटा मान्छे अब जस्तो अब सुरुमा त केटाले राम्रै गर्छ, त्यो हामीले पहिला पनि कुरा गऱ्यौँ, होइन। सुरुमा त राम्रै गर्छ, बेबी सेबी घरमै टोलमै भेट्न आउँछ, दुनियाँ गर्छ, पछि 1-2 वर्ष लभ पर्दै जान्छ, त्यसपछि झगडा हुन्छ, त भन्ला अथवा के भन्ला, साथीहरूसँग हिँड्ने होला, साथीसँग धेरै डुल्देला। तर के हुन्छ नि केटा मान्छे साथीसँग डुल्दा चाहिँ धेरै नगराइदिनु भन्छु म, किनभने उसले आफू भएर बाँच्नु पर्ने साथीको अगाडि मात्रै हो। अफिसमा ऊ त्यस्तो हुनु पाउँदैन, अब कतै काममा त्यस्तो हुनु पाउँदैन ऊ। अब तिम्रो अगाडि हामी किरकिर गर्ने होला, त्यो एक ठाउँमा त छ, उसलाई ऊ जस्तो छ त्यस्तो स्वीकार्ने चाहिँ उसको साथीहरू मात्र। त्यही भएर हप्तामा 1 दिन त साथी भेट्न दिनु, बे भइसक्योहाले पनि लभ परिहाल्यो पनि चिज नगर्नु। अनि गलत बाटोतिर जान्छ कि चाहिँ ध्यान दिनु, तर ऊ आफ्नो कुन तरिकाले काम गरिरहेको छ त्यो बिचमा टाङ अडाउने काम चाहिँ नगर्नु। कसैसँग बोलिरहेको बेला के फोन गरेर दुनियाँ गर्ने यस्तो बानी हुन्छ केटीहरूको, त्यो नगरिदिनु होला। अब केटा मान्छेले माया खोज्दैन क्या, केटा मान्छेले इज्जत मात्रै खोज्छ, तपाईँले इज्जत मात्रै दिँदैन, त्यति भयो नि रिलेसन एकदम ठिक छ।